नमस्ते अनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानल द एट द रेट रिडरमा थोरै कविता र थोरै कथा। अब त जीवन परिवर्तन हुने भो, सपनाका महलहरू बन्नेछ। हातको नाडीमा महँगो घडी, लेटेस्ट आइफोनको पनि त सोख छ। साथीभाइका प्रगतिहरू हेर्दै घरमा आमा बाका आशाहरू, भविष्यका असम्भावनाहरूसँग लड्दै पुरा नगर्न सकेका मायाका बाचाहरू, माथाभरि सोचका भारीहरू, अनिदा मेरा रात, सपनीमा नि उनको मुस्कान, विपनीका मेरा रित्ता खल्तीहरू। चढियो ठुलो हवाई जहाज, बादलमाथि सरर, साना काठमाडौँमा देखिएका घरहरू, आफन्तले गरेका विदाई, आँसुले भरिएका आँखाहरू। यो ठुलो सहर, चिल्लो बाटो, महँगा गाडी, आकाशे भवन, बाटोभरि चम्किला बत्ती, मान्छेका चाप, ठुला ब्रान्ड्सका प्रचारहरू, गाडीका लस्कर, मोबाइलमा झुन्डिएका आँखाहरू। दिनभरिको कामपछि कानमा ठुलो आवाजमा बजिरहेको गाना, आफ्ना मान्छेको याद, हराउँछु घरको सम्झनामा। परदेशको बसाइ छ, नयाँ साथीहरूसँगको मस्ती, पहिलो अनुभव अन्जान देशको, कसैलाई नफापेको खुसी। पैसा कमाउने रहर, खाडीको एक सहर, पैसा कमाउने रहर।